Give me 1500 rupees. Pay it, otherwise you have to wash all the dishes. Oh, wash the dishes. All the dishes. Oh my goodness. If I'm going to break you that, what the hell, camera? No, man, I'll pay. Don't worry. I'll pay. Don't worry. Pay first and then record. I got a problem. First thing is you have not taken my consent to record. So, I'm going to sue you. You have not taken any consent to record that. Sir, you have came you taken to me. my consent to record You came my to video? me, sir. Have you taken my consent to record the video? Throw that out. Have you taken my consent to record my video? Is that necessary or not? Is that necessary or not? Like, I'm don't know the morally. I'm just trying to eat. It's okay, come. Alright, I'll leave. I'll pay for it. Don't worry. Oh. Don't worry, I'll pay for it. Don't worry. Here you go. End it. No. He's not joking. Here. He's joking. He's joking. No, I'm not joking. What joking? Here. How much you want? How much you want? No. Why? Why? Yeah, I'll pay. Mom, what is that? Come on. Here. Actually, I am joking. Actually, I am joking. But I'm you not must learn the Hey, morality. no. Okay? No, you no. must I'll learn take the it. morality. Before taking videos, you must take a consent. Okay? I am not joking. You have eaten. That's No, okay. no, this is That's you. okay. I was This is joking. for you. I was joking. I don't This need is that. for you. That is No, 100 rupees, yaar. Oh, you want 1,000 here? I'll do 1,000 here. Here. You want 1,000 here? No. That Here, doesn't take matter. it. This cost 150,000. Okay, I don't I'm care. not asking for your I don't money. care. Okay? Here. Let's take I'm it. not asking for your Let's money. take I it. was joking. Here. Why? Keep it. Actually, he's right. You just keep it. There is nothing. There is nothing. I mean, if he wants the money, I'll give it to him. I'm not. No, we don't need any money. I'm not joking. I mean, I'll give him the money. सबैलाई नमस्ते सोशल मिडियामा टिकटकमा भाइरल भइरहेको मैले म मार्फत एकजना विदेशीलाई मिसवेब भएको देखिएको भिडियोको बारे माफी माग्नको लागि एपोलोजीको लागि म यहाँ उपस्थित भएको छु। त्यतिखेर भएको घटनाबारे थोरै बताउँदा त्यो 1 वर्षभन्दा अगाडि हाम्रो पिकनिकमा उक्त टुरिस्ट आइपुगेका थिए। उनीले खाना खाने क्रममा जोक्सको रूपमा खानाको कुरा उठेको थियो त्यहाँ, जुन मजाक हो, जोक्स हो भनेर मैले भिडियोमा पनि पटक पटक भनिरहेको छु। र त्यो पिकनिकको परिस्थितिले गर्दा त्यसपछि उसले भिडियो खिचिरहेको कुरालाई भिडियो चाहिँ नखिच्दिनु, भिडियो खिच्नुभन्दा अगाडि त कम्तीमा सोधिदिनु भनेर कन्सेन्ट लिइदिनु, मलाई भिडियो खिचेको मन परेन भनेर मैले उसलाई बताउन खोजेको हो। अब त्यो परिस्थितिले गर्दा त्यहाँ अलिकति रुड भएको देखिएको रहेछ। मेरो रुड हुने अथवा उसलाई थर्काउने भन्ने कुनै नियत थिएन। उसलाई त्यस्तो परेको रहेछ, त्यसको लागि आई डिपली एपोलोजाइज फर द्याट। म त्यसको लागि एकदमै माफी चाहन्छु। मेरो इन्टेन्सन त्यो थिएन। खालि भिडियो चाहिँ कन्सेन्ट नलिकन खिच्नु ठिक होइन भन्ने थियो, तर त्यो पिकनिकको माहौल परिस्थितिले गर्दा अलिकति रुड भएको देखेको रहेछ, चर्को भएको देखेको रहेछ। कुनै घुम्न आएको विदेशी पाहुनालाई बुलिङ गर्ने अथवा होच्याउने, हेप्ने भन्ने मेरो उद्देश्य नरहेको र त्यस्तो पर्न गएकोमा म एकदमै माफी चाहन्छु। धन्यवाद। सो अहिले चाहिँ एकजना अमेरिकन युट्युबर द लस्ट जोयसँग चाहिँ एकजना भेडे नेपालीले गरेको दुर्व्यवहारको भिडियो चाहिँ एकदमै भाइरल भइरहेको छ र धेरैजनाले चाहिँ भिडियो बनाएर पनि अपलोड गरिराख्नु भएको छ। र खासमा चाहिँ कुरा के रहेछ भन्दाखेरि चाहिँ एकजना अमेरिकन युट्युबर द लस्ट जोय चाहिँ नेपाल भ्रमणको लागि आउनु भएको हुन्छ र भ्रमण गर्ने क्रममा चाहिँ उहाँले एउटा पिकनिक स्पट देख्नुहुन्छ र उहाँले सोच्नुहुन्छ कि यहाँ फ्रीमा खाना बाँडिँदैछ भनेर, र उहाँले त्यहाँ गएर कुरा पनि गर्नुहुन्छ र नेपालीहरूले उहाँलाई सर्भ पनि गर्नुहुन्छ। तर खाना खाँदै गरेको क्रममा चाहिँ एकदमै ट्विस्ट आउँछ है त। त्यहाँ चाहिँ एकजना नेपाली आउनुहुन्छ र उहाँले भन्नुहुन्छ कि खाना खाएको तैँले 1500 पे गर, न त तैँले सबै भाडा माझ्नुपर्छ भनेर। त्यस पछाडि कहानीमा ट्विस्ट आउँछ। र तपाईँहरूलाई यहाँ गल्ती कसको छ भनेर लाग्छ सबैजनाले कमेन्ट गर्नु होला। र मलाई चाहिँ जहाँसम्म लाग्छ यहाँ गल्ती चाहिँ हाम्रो नेपाली दाइकै छ है त। थ्याङ्क्स फर वाचिङ। अर्को भिडियोमा चाँडै लिएर आउनेछ। थ्याङ्क यू। मान्छेको रूपमा जङ्गली व्यवहार क्या, यस्तो नेपालीहरू पनि अहिले पनि छ क्या। अचम्म लाग्छ सुन्दाखेरि। हामी चाहिँ होइन विदेशमा भएको नेपालीहरूले क्या नेपाललाई कति रिप्रेजेन्ट गर्न खोजिरहेको हुन्छ होइन। नेपालको मान्छेहरू यति दयालु हुन्छ, तँलाई जे कुरा पनि हेल्प गर्छ होइन, यस्तो उस्तो। तर यो भिडियो हेरेपछि क्या मान्छेलाई रिस उठ्छ कि उठ्दैन क्या। मैले लाइफमा अहिलेसम्म होइन कसैको पनि भ्लग भिडियोहरू कम्प्लिटली हेरेको थिएन क्या। अनि म चाहिँ काममा थिएँ, लास्टै फरी पेजमा आइरहेको थियो क्या। कति बेला रुमझामला र म बोलाउँला केही कुराहरू भन्न मलाई मन लागिरहेको थियो क्या। कति क्या उसले चाहे माफै गर्दै पनि त्यो नेपाली के यो जुन हरकत गरेको छ नि
हरकत गरेछ होइन के देखाउनलाई हरकत गरे क्या केही पनि छैन क्या मलाई सबैभन्दा होइन यस्तो क्या जति बेला त्यो द लस्ट जोय होइन द लस्ट जोय उसले चाहिँ भनेछ क्या आई विल पे इट डोन्ट वरी के अनि जब त्यो पैसा झिक्ने मोमेन्ट हुन्छ नि उसको त्यो इनोसेन्ट फेस क्या पुरै आँखाभरि आँसु छ क्या त्यो गर्ने होइन नि त त्यो ठाउँमा यदि त भइदिएको के म त रेस्पेक्ट गर्दैन तँलाई त तँ नै भन्छु क्या यस्तो साह्रो मान्छे होइन अलिकति मानवता भन्ने चिज हुँदैन भने क्या अलिकति यार नेपाली भइसकेपछि यार मानवता भन्ने चिज छैन म त सिधै होइन मलाई अरू केही भन्न चाहँदैन एउटा म्यासेज चाहिँ यति चाहिँ म त्योसम्म पुगो होइन यदि म त्यो स्पोर्टको वरिपरि भइदिएको त्यसको चाहिँ अनुहारको नक्सा चाहिँ मैले बिगारिदिने क्या चाहे जे भयो भने अनि मान्छेले भन्ला नेपाली भएर नेपालीलाई सपोर्ट गरेन भने के को लागि सपोर्ट गर्ने त्यो भिडियो हेरेपछि त्यसलाई जसले पनि गाली गर्छ क्या विदाउट एनी रिजन क्या केही पनि छैन क्या दिमागले काम गर्दैन ठुक्कमा अहिले पनि यतिसम्म रिस उठेर आएको छ कि यो हात त्यसको अनुहारमा पार्न पाइँदै हुन्थ्यो जस्तो लाग्छ क्या यो भिडियो चाहिँ त्यसम्म पुऱ्याइदिनु अनि तपाईँहरूको प्रतिक्रिया पनि दिन सक्नुहुन्छ म त लास्ट होइन म त एङ्ग्री मुडमा मैले बोलेँ होइन किन भनेपछि त्यो भिडियो हेरेपछि तपाईँहरू पनि बोल्नुहुन्छ क्या